उपस्थित हुनुभएका गाउँपालिकाका अध्यक्षज्यू लगायत निर्वाचित पदाधिकारीहरू, विद्यालयका प्रधानाध्यापक लगायत अन्य शिक्षक साथीहरू, उपस्थित पूर्व प्रधानाध्यापक र अन्य शिक्षक साथीहरू, गाउँका अन्य गण्यमान्य दाजुभाइ तथा दिदीबहिनीहरू र प्यारा विद्यार्थी भाइ बहिनीहरू, सुरक्षाकर्मी मित्रहरू, उपस्थित महिला तथा सबै यहाँ आफ्नो पालिकामा प्रवेश गरेपछि मैले पालिका कार्यालय, पालिकाको अध्यक्ष र प्रशासकीय अधिकारीहरू लगायतसँग पालिकाको बारेमा केही जान्ने बुझ्ने इच्छा राखेको थिएँ। म त्यहाँ पुगिसकेको छु र आज यस गाउँभरि माविले सानो भेटघाट कार्यक्रम, उहाँले स्वागत कार्यक्रम भन्नुभएको छ। मैले चाहिँ मूलतः भेटघाट गर्ने इच्छा मेरो हो र त्यस अवसरमा सबैसँग आज भेटघाट भयो र भेटघाट हुँदा विद्यालयको तर्फबाट पालिकाका अध्यक्षज्यूको समुपस्थितिमा मलाई माया गरेर, स्नेह गरेर स्वागत गर्नुभएको छ। त्यसको निम्ति म हार्दिक धन्यवाद दिन चाहन्छु। यसमा मेरो भनाइ चाहिँ के हो भने, यो मेरो गाउँठाउँ जन्मभूमि भएको हुनाले स्वागत गर्नुको सहज स्वीकार गरेको छु। तर त्योभन्दा बढी पनि मेरो अनुरोध चाहिँ के भने, यो स्वागतभन्दा पनि तपाईँहरूको जुन न्यानो स्नेह, न्यानो सम्झना, न्यानो माया त्यति भए पुग्छ। यति हुँदाहुँदै पनि तपाईँहरूले गर्नुभएको स्वागतलाई फेरि सहर्ष स्वीकार गर्दै धन्यवाद दिन चाहन्छु। अब मेरो धेरै भन्नु छैन। विद्यार्थी भाइ बहिनीहरू देखेपछि म यही स्कुलमा, अघि यहाँ उत्कर्षकले भनिसक्नु भएको छ, माध्यमिक तहको म पहिलो प्रधानाध्यापक, संस्थापक हेडमास्टर भएको हुनाले विद्यार्थी देख्ने बित्तिकै अहिले पनि मैले पढाइराखेँ भन्ने मलाई अनुभूति हुन्छ। अहिले तपाईँहरूलाई मैले पढाउन पाएको छुइनँ, तर एक दिन इच्छा चाहिँ के छ भने, अब त्यस्तै मौका पऱ्यो भने स्कुलसँग समन्वय गरेर अर्को कुनै बेलामा तपाईँहरूमध्ये कसैको एउटा क्लास लिने मेरो इच्छा छ। त्यो भविष्यले के हुन्छ हेरौँला। मलाई त्यतापट्टि रहर छ। त्यो नै मलाई सबभन्दा खुसीको कुरा पनि हुन्छ। र त्यतिखेर पुरानो अनुभव भन्नुभयो, यो स्कुल चाहिँ त्यति बेला 3 पञ्चायत भनिन्थ्यो, मोराङ, सिर्जुङ, पौठा। यहाँका शिक्षा प्रेमीहरूले, यहाँका चन्दादाताहरूले सबैले सकेको पैसा उठाएर यो स्कुल स्थापना गरेको हो। यति भनिरहँदा त्यसबेला विद्यालय स्थापनाको निम्ति चन्दा दिनुहुनेहरू, श्रमदान दिनुहुनेहरू, जग्गा दिनुहुनेहरू सबैको म एकपल्ट स्मरण गर्दै, जो दिवंगत भइसक्नुभएको छ उहाँहरूलाई श्रद्धाञ्जली व्यक्त गर्छु र जो जीवित हुनुहुन्छ उहाँहरूको म सम्मान गर्न चाहन्छु। अब त्यसपछि पैसा नभएको हुनाले हामी विद्यार्थीहरूसँग, तपाईँहरू जस्तै मसिना विद्यार्थीहरूसँग जङ्गलमा गएर काठ बोकेर ल्याउँथ्यौँ। स्कुल निर्माणको निमित्त काठ कटाइएको हुन्थ्यो। काठ बोकेर ल्याएर विद्यार्थीहरूले पनि पसिना बगाएर निर्माण भएको विद्यालय पनि हो यो। त्यतिखेर कति कठिन परिस्थिति थियो। अहिले त तपाईँहरूको अलिकति
यो बजारको व्यवस्थापन भएको हुनाले अलिअलि घर गाउँको परिस्थिति चेन्ज भएको हुनाले विद्यार्थीहरूले केही अब बिहानको बाहेक दिउँसो काहीँ कतै अलिअलि यसो खाजा खाने चलन होला। अब तिनतिरबाट आएका विद्यार्थीहरूलाई भोकै लिएर गएर काठ बोकेर ल्याउँदाखेरिको जुन मलाई सम्झना आउँछ, अहिले पनि ती विद्यार्थीहरूप्रति मेरो यति धेरै माया छ, अति प्रेम छ। भोकै तिर्खै हिँडेर काठ बोकेर निर्माण गरेको अवस्था हो। यो पुरानो कुरा यति भनेपछि अब म तपाईँ विद्यार्थी भाइ बहिनीहरूलाई के भन्न चाहन्छु भने अहिलेको युग चाहिँ अब फेरि साइन्स एन्ड टेक्नोलोजी एआईको युग हो। अहिलेको विद्यार्थीले विश्व बजारमा कम्पिटिसन गर्न सक्नुपर्छ, आफूलाई अपडेट राख्न सक्नुपर्छ र तपाईहरुलाई त्यो गराउने काममा, त्यो बाटो देखाउने काममा शिक्षक साथीहरु जो खटिराख्नु भएको छ उहाँहरुको महत्त्वपूर्ण योगदान हुन्छ। र यो नयाँ परिस्थितिमा तपाईहरुलाई त्यो बाटोमा डोर्याउनको निमित्त पनि शिक्षकहरूले पनि धेरै मेहनत गर्नुपर्छ, आफूलाई अपडेट राख्नुपर्छ। नयाँ कुरामा अपडेट राख्न सकेन भने कोर्स बुकको भरमा मात्रै शिक्षकहरूलाई नै गाह्रो हुन्छ। त्यसैले शिक्षक साथीहरूले यतातर्फ तपाईले ध्यान दिनुभएको छ भन्ने मैले विश्वास गरेको छु। अब हाम्रा उत्पादन भएका विद्यार्थीहरू भोलिको तपाईहरु हाम्रो भविष्य बन्ने हो। अब तपाईहरुले गर्ने हो, तपाईहरुले नै गाउँ बनाउने हो, तपाईहरुले देश बनाउने हो र तपाईहरुले विश्व बजारमा प्रतिस्पर्धामा निस्केर आफूलाई अब्बल राख्दै अघि बढ्नुपर्ने स्थिति हुन्छ। त्यसको निम्ति तपाईहरुको सफलता मिलोस्, तपाईहरु सफल हुनुहोस् र तपाईहरुको भविष्य उज्जवल होस् भन्ने म कामना गर्न चाहन्छु। अब धेरै भनेर तपाईहरुलाई उभिराख्नु राम्रो हुँदैन। तपाईहरु उभिएको निकै टाइम भयो, मैले थाहा पाएको छु। त्यहाँ एउटै मात्रै मेरो शुभकामना के हो भने विद्यार्थी भएपछि अनुशासन, अध्ययन र पछिल्लो पटक अलिकति यो सामाजिक सहकार्यमा परिस्थितिले तपाईहरुलाई भनेको होइन, अलिक अलग गराउँदैछ हाम्रो भाइ बहिनीलाई। त्यतातर्फ पनि अलिक ध्यान दिएर आफ्नो अध्ययनको टाइम निकालेर अलिक सामाजिक क्रियाकलापमा सहयोगी बन्नुभयो भने त्यसले तपाईहरुलाई भविष्यमा तपाईहरुलाई मद्दत गर्छ, तपाईहरुलाई त्यसले सफल बनाउन सक्दछ। र बिना परिश्रम के हुँदैन, परिश्रम मेहनत गरेपछि मात्रै तपाईहरुले सोचेको कुरा प्राप्त गर्न सक्नुहुन्छ, सफल हुनुहुन्छ। र त्यसमा मेरो तपाईहरुलाई शुभकामना छ। र प्रसङ्गवश आज यो ग्राउन्ड छापिएको कुरा पनि विद्यालय तर्फबाट आज भनिदिनु भयो। 4 वर्ष अघि म यहाँ आउँदा गाउँपालिकाको अध्यक्षजी यादव खापुङजीको सक्रियतामा, विद्यालयको शिक्षकहरूको सक्रियतामा यहाँ भव्य भेटघाट कार्यक्रम बनेको थियो। त्यस क्रममा विद्यार्थी र शिक्षकको तर्फबाट चाहिँ यही माग भएको थियो, यही कुरा माग भएको थियो। तपाईहरुले माग गरेको हुनाले मैले पठाएँ भन्नु पर्यो। अब धेरै गर्नु पर्दैन, सकिएन, जति सकेको गर्दै जाने हो। र भविष्यमा पनि म तपाईहरुको साथमा हुन्छु, म विद्यार्थीको साथमा हुन्छु, विद्यालयको परिवारको साथमा हुन्छु। यति भन्दै र आजको यस विद्यालयको परिवार सबैको सुखको निम्ति, समृद्धिको निम्ति, उत्तरोत्तर प्रगतिको निम्ति कामना गर्दै यहाँ उपस्थित हुनुभएका पालिकाको अध्यक्षज्यू, प्रशासनतर्फका राष्ट्र सेवा कर्मचारीहरू र आदरणीय अभिभावक दाजुभाइ दिदीबहिनीहरू र पूर्व प्रधान अध्यापक शिक्षक साथीहरू जम्मैको
सफलताका निम्ति शुभकामना दिँदै तपाईँहरूलाई पनि धन्यवाद दिन चाहन्छु र परिस्थिति परेछन् फेरि आएर भेटघाट गर्ने मेरो इच्छा छ। यति बेला तपाईँहरूलाई सबैलाई धन्यवाद दिएर आफ्नो भनाइ यहाँ गर्छु। धन्यवाद, नमस्कार।